हेलो साथीहो, सबैमा राधे राधे। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दैछु। म र अनि मेरी साथी चाहिँ हामी जाँदैछौँ। अब यो चाहिँ हाम्रो क्यालेन्डर हो। हामी चाहिँ चुमुकडीमा टाउन गोर्खा वुमेन सोसाइटीको हो। यो चाहिँ यसलाई चाहिँ अब हाम्रो आमा पार्टी भनिन्छ। अब यहाँ चाहिँ हाम्रो सबैजना म पनि जोइन छु। अब म चाहिँ अब सबै त गर्छु, साथीहरू घाँस काट्नु पनि गर्छु, दुध पुऱ्याउने पनि अब गर्छु। अब यस्तो सानोतिनो केमा पनि अब जोइन छु। हाम्रो चाहिँ यो हाम्रो कलोनीको इन्चार्ज मेरी साथी र मलाई बनाइदिनु पर्छ। यो हाम्रो चाहिँ वार्ड 9 पर्छ। हाम्रो कलोनीको चाहिँ हामी 2 जना इन्चार्ज। अनि के यस्तो भयो भने अब हामीहरू सानोतिनो अब गर्नु पर्यो। अब टाइम निकालेर होइन, आफ्नो समाजको लागि त, आफ्नो कलोनीको लागि त अब यस्तो गर्नै पर्छ। अब आफूले भ्याएको बेलामा टाइम निकालेर सानोतिनो, अब टाइम भनेको त त्यस्तै हो साथी हो, सबैसँग त कहाँ हुन्छ र होइन। तर आफूले निकाल्नुपर्छ। म र मेरो साथीबाट यसरी नै अब क्यालेन्डर बेच्नलाई दिनुभएको थियो हामीहरूलाई। अब आफ्नो वार्डमा बेच्नु भनेर। अनि म र मेरो साथी हिँड्यौँ। अब आज चाहिँ एकदम टाइम निकालेर अब भ्याएर हिँड्दा चाहिँ के गर्नु। अब साथी यस्तै हो, काम भनेको त सधैँभरि भइरहेको छ। कहिले त अब टाइम यसरी नै निकालेर हिँड्नै पर्छ। म अनि मेरो साथी, यी चाहिँ मेरो साथी, एकदम मेरो छेउकै साथी, मेरो त्यो एकदम जिग्री यार हुने साथी, एकदम बेस्ट फ्रेन्ड हुन्। अनि अब छेउमै भयो भने के गर्नु, 2 जनाको त्यस्तै हो। उसको पनि काम हुन्छ, मेरो पनि काम हुन्छ। अब त्यस्तै हो। त्यही भएर उसले जिस्काएर उसलाई भनेको टाइमै पाउँदैन भेट हुन पनि भनेर उसलाई धमाली गरेर भनेको। अब त्यस्तै हो नि, सबैको आफ्नो काम हुन्छ। अब होइन, हिँड्ने डुल्ने टाइम पनि त हुँदैन। अब यस्तै भएको बेलामा, फुर्सद भएको बेलामा अब हिँडिन्छ यसरी नै। अनि म मेरो साथी यसरी नै क्यालेन्डर बिक्री गर्न हिँडेको। अब यो क्यालेन्डर चाहिँ अब बिक्री गरेर अब यसको उठेको अब फन्डहरू चाहिँ अब केही काममा, राम्रै काममा युज गर्नुहुन्छ। राम्रै के काममा अब त्यस्तै उसमा चलाउनुहुन्छ। अब अनि म र मेरो साथी भएर अब रमाइलो गर्दै घरतिर लाग्यौँ। यस्तै हो साथी हो, जिन्दगी भनेको हाँसी खुसी बस्नुपर्छ। साथीहरू सबै मिलेर अब हाँसी खुसी रमाउँदै बस्नुपर्छ। यस्तै हो साथी। अब के भन्नु र नि, अब भन्न त अरू केही पनि छैन।